हेलो हाई नमस्ते सबैजनालाई अनि भिडियोमा स्वागत छ। आज तपाईहरुलाई चाहिँ यो झिलिमिली सहर लन्डनभन्दा धेरै बाहिर लिएर जाँदैछु अनि हाम्रो यात्रा चाहिँ खास 4 दिनको हो। आउनु जानु 2 दिन लागिहाल्छ अनि हामी 4 जना साथीहरु छौं। अलग अलग जग्गाबाट छौं। नेपालको कोही 2 जना हुनुहुन्छ झापाबाट अनि 1 जना साथी हुनुहुन्छ बुटोलबाट अनि म चाहिँ तेह्रथुमबाट भइगए अनि यसरी लाग्छौं हामी चाहिँ रमाइलो गर्दै। हेलो हामी अहिले अब लेक डिस्ट्रिक्ट जाँदै छौं। भयो म बोल्दिन यार एक राउन्ड ल ल हेलो 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 साथीहरु सरले गर्छ ल ल सरबाट स्टार्ट गरौँ न। के भन्छ लेक डिस्ट्रिक्ट जाँदैछौँ है हामी 4 जना छौँ दाजुभाइ मिलेर टक्का आज हल्का एकदम रमाइलो गर्ने प्लानमा छौँ है। वेदर पनि दामी एकदम राम्रो छ है। के हुन्छ फ्रन्ट हुन्छ कि नै कुन हो प्ले हान्ने बोट पनि हुन्छ। ए अच्छा अनि व्हाइट जान्न वाइट जान्छ। ल हामी लागेछ पछाडि दाजुहरू सरजी ए मेरै आयो त क्या। मनमा जति पीडा दुःख भए पनि अनुहारमा हाँसो खुसी अनि मुस्कानका साथ हामी 4 जना साथी यात्रामा लाग्यौं अनि जे जसो भए पनि हामी 4 जनाले चाहिँ छुट्टी मिलायौं जे जसरी भए पनि अनि हामी यसरी घुम्न जाने निर्णय गर्यौं। त्यति सजिलो त थिएन यो छुट्टी मिलाउनु अनि यो समय मिलाउनु हामी 4 जनालाई अनि हामी आफ्नो जीवनमा व्यस्त हुँदा पनि हामीले समय मिलायौं। यही नै ठुलो कुरा हो अनि सम्भव छैन जहिले नै यसरी समय मिलाएर घुम्न जाने भेट्ने खासै सम्भव त छैन। अब आफ्नै काममा बिजी भइरहन्छ अनि बादल साथीसँग चाहिँ मेरो युके आइकन दोस्रो भेट हो। नेपालमा त भेट भइरहेको थियो तर यहाँ खासै भेट हुँदैन। एउटै देश भए पनि आफ्नो काममा व्यस्तै हुन्छ अनि हाम्रो बस्ने जग्गा पनि अलग अलग हो बादल साथीसँग। अनि 2 जना साथीहरूसँग चाहिँ मेरो पहिलो भेट हो यो अनि तर पनि हामी पहिलादेखि नै भेट भए जस्तो तरिकाले नै हामी गफ गर्दै चिनजान गर्दै हैन अगाडि यात्रा बढायौँ। मिठा तिता कुरा गर्दै अब यही हो विदेशी जिन्दगी भनेकै यस्तै हो। जहिले तहिले समय मिल्दैन घुम्ने यसरी रमाइलो गर्ने। यसरी रमाइलो गर्ने कमै नै समय मिल्छ विदेशी लाइफमा। सायद सबैजनाको यस्तै नै हुन्छ होला सायद लाइफ बिजी नै चलिरहन्छ। हाम्रो यात्रा आज लगभग 6-7 घन्टाकै हुन्छ। निकै लामो यात्रा छ अनि आज हाम्रो चाहिँ बस्नको लागि मात्रै पुगिन्छ होला सायद। आज हामी जहाँ जाँदैछौँ हामी लेक डिस्ट्रिक्ट भन्छ है अनि रमाइलो ठाउँहरू छ भन्ने सुनेका छौँ। तपाईँहरूलाई देखाउँदै जान्छौँ अनि यो भिडियो निकै लामो हुनसक्छ। झन्झट नमानिकन हेरिदिनु होला। यो खासै म एक्सपिरियन्स त छैन मसँग त्यस्तो ब्लग गर्ने अनि यसरी भिडियोमा बोलिराख्ने। खासै मैले चाहिँ यो भिडियो मेमोरीको लागि बनाएको हो हैन। भोलिको दिनमा को कता पुग्छ म कहाँ पुग्छु हैन साथीभाइहरू कहाँ पुगिन्छ सायद यो ठाउँमा फेरि दोहोऱ्याएर जान सकिन्छ या सकिँदैन त्यो सम्भव छैन अनि त्यसको लागि बनाइएको। हिजोको दिनमा धेरै ठाउँ गए धेरै ठाउँ पुगियो तर कति कुराहरू मैले क्याप्चर गरेँ तर कति कुराहरू चाहिँ मेरो हराएर गए। मोबाइल चेन्ज भए हैन अनि भिडियोहरू डिलिटहरू भए। जीवन एउटा कथा त हो नि हैन र। हेर्नुहोस् त आज म कुन ठाउँको मान्छे कुन ठाउँमा आएर यसरी घुम्दैछु। कसले सोचेको थियो र म यो ठाउँमा आएर घुम्छु रमाउँछु अनि यसरी दुःख गर्नुपर्छ दुःख गर्छु भनेर थाहा थियो त थिएन नि हैन। एउटा जीवन कथा नै हो अनि यही कथालाई चाहिँ मैले एउटा सानो भिडियोमा क्याप्चर गरेको छु अनि यो फर्स्ट डे हो हाम्रो
पहिलो दिन हो यात्राको क्रममै छौँ हामी अनि दोस्रो दिन हामी फेरि अर्को ठाउँ जानेछौँ जुन लेक डिस्ट्रिक्ट भन्ने हो त्यो ठाउँमा त भोलि मात्रै हो हाम्रो यात्रा अनि आज चाहिँ हामी त्यो ठाउँमा पुगेर बस्छौँ घुम्नलाई सम्भव छैन आजलाई होइन यस्तै छ जीवनले कहाँ पुर्याउँछ कहाँ डोर्याउँछ अनि साथीभाइहरूसँग चिनजान हुन्छ भेट हुन्छ दुःख सुखको गफहरू हुन्छ फेरि भेट हुन्छ या हुँदैन त्यो थाहा छैन धेरैजनाहरू मान्छेहरूसँग भेट भयो साथीहरू भए तर छुटेर गए सबैजना साथीभाइहरूलाई जतिजना छुटेर जानुभयो सम्झना मिठो माया अनि जहिले पनि सम्झिरहेको हुनेछु यस्तै छ जीवनमा उत्तर चढाव हुँदै होइन बादल भाइलाई अल्छी लागिसक्यो हाई गर्दैछ लामो छ यात्रा सबैजना थाकी हुन्छ मजाको छ बादल भाइ कहिले हँसाउँछ होइन कहिले रेला गर्छ जोक गर्छ अनि यस्तै छ जीवनमा है सबैजना रमाउनुहोस् हाँस्नुहोस् खुसी रहनुहोस् समय हुँदै आफूलाई समय दिनुहोस् होइन जहिले पैसा भनेर पनि नदौडिनुहोस् कहिलेकाहीँ यसरी रमाइलो गर्नुहोस् राम्रो राम्रो ठाउँमा जानुहोस् घुम्नलाई होइन आफ्नो फ्यामिली साथीभाइहरूसँग रमाउनुहोस् यही हो जहिले रुममा बसेर दिमागलाई धेरै स्ट्रेस पनि नलिनुहोस् धेरै नसोच्नुहोस् म त सिरियसतिर पो गएछु सरी हेर्नुहोस् न कस्तो रमाइलो ठाउँहरू छ है रमाउनुहोस् ल तपाईँहरू पनि हामी रमाए जस्तै है हामी त खुब रमायौँ जति यात्रा गर्दै जान्छौँ त्यति धेरै राम्रो राम्रो ठाउँहरू हेर्न पाइरहेका छौँ तपाईँहरूलाई पनि देखाइरहेका छौँ हेर्नुहोस् है रमाइलो लिनुहोस् तपाईँहरू पनि अनि यत्तिकैमा हाम्रो पनि अब खाजा खाने ठाउँ आइपुग्न आँटो अनि हामी यहाँबाट खाजा खान्छौँ अनि त्यसपछि हामी लाग्छौँ यो चाहिँ हाम्रो टाइम भएन क्यामेरा ल्याउनै पाइएन नि बिर्से ल हामीले पनि खाजा खाएर अब फेरि यात्रा सुरु गरियो अब यहाँबाट लगभग हामीलाई फेरि लाग्छ 5-6 घन्टै लाग्छ डेस्टिनेसनमा पुग्नको लागि रमाइलो ठाउँहरू हेर्दै पहाडहरू हेर्नुहोस् त कस्तो राम्रो राम्रो ठाउँहरू छ पहाडहरू नेपाल जस्तै छ मौसम चाहिँ अलिकति चिसो छ तर हेर्दाखेरि पुरा पहाडको यादहरू आउने ठाउँहरू छ जति यात्रा गर्दै गयो त्यति रमाइला ठाउँहरू अनि डाँडाकाँडाहरू आउँदैछन् हरियाली डाँडाकाँडा यस्तो ठाउँहरू पनि रहेछ भन्ने लाग्यो मनमा केही कुराहरू खेलाउँदै सोच्दै जहिले त्यो भिडभाड अनि त्यो कामको प्रेसरमा कुदिरहेको दिमाग ज्यान यस्तो ठाउँ देख्दाखेरि अत्यन्तै खुसी लाग्यो रमाइलो लाग्यो अनि इमेजिङहरू गर्दै सोच्दै होइन यो भेडा बाख्राहरू यत्तिकै चरिरहेका छन् घर छैन गोठ छैन यो सोच्दै होइन यी भेडा बाख्रा गाईहरू दिनमा पनि यहीँ चरिरहेका हुन्छन् अनि रातमा पनि यहीँ बस्छन् मलाई अचम्म लाग्यो होइन अब न गोठ छ न घर छ न मान्छे देखियो यहाँ होइन यिनीहरूलाई कसले हेर्छ कुन बेलामा आएर हेर्छन् यत्तिकै चरिरहेको छ पहाडमा अनि यो ठाउँको विकासहरू देखेर मलाई अचम्म लाग्यो कि पहाडको बिचमा एउटा घर छ अनि त्यहाँ हरेक सुविधाहरू पुगेका छन् पानी बिजुली बाटोहरू हरेक कुराहरू पुगेका छन् एउटा घर छ तर पनि हरेक सुविधाहरू पुगेका छन् मलाई अचम्म लाग्यो अनि साँझ पर्दै गयो हामी जति साँझ पर्दै गयो त्यति रमाइलो ठाउँहरू देखिँदै हेर्दै गयौँ अनि हाम्रो गन्तव्य पनि आउन लाग्यो आजको हामी बस्ने ठाउँ चाहिँ आइपुग्न लाग्यो अनि त्यो हेर्नुहोस् न त्यो भेडा बाख्राहरू रात पर्यो होइन तर पनि त्यहाँ स्थित चरिबसेका छन् यहीँ बस्छ यिनीहरू रातभरि दिनभरि छक्क लाग्यो क्या मलाई चाहिँ अचम्म लाग्यो
हेर्नुहोस् त तपाईँहरूलाई नेपाल जस्तो लागेन मलाई त नेपाल जस्तै लाग्यो नेपालकै वातावरणमा नेपालकै डाँडा काँडामा छु जस्तो लाग्यो यतिकैमा अब हाम्रो आजको यात्रा यहीँ सकिन्छ होइन अब भोलि पर्सि हामी घुम्छौँ अनि तपाईँहरूलाई नयाँ नयाँ ठाउँहरू देखाउँछौँ अर्को भिडियोमा आजको यात्रा यति नै अर्को भिडियोमा भेटौँ ओके बाई बाई